हेलो नमस्कार एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। आज म एउटा निकै दुःखदायीपूर्ण समाचार लिएर आएको छु। नेपाल जस्तै आर्थिक र राजनीतिकमा अस्थिरता रहेको मुलुक म्यानमारमा गत मार्च 28, 2025 मा 7.7 रेक्टरको भूकम्प गएको थियो। उक्त भूकम्पमा परेर हालसम्म 3354 जनाको मृत्यु भएको छ र घाइते हुनेहरूको संख्या भने 4639 रहेको छ भने 373 जना बेपत्ता रहेका छन्। यो संख्या अझै बढ्न सक्ने त्यहाँको सैन्य सरकारले जनाएको छ। म्यानमारको सैन्य सरकार र अन्तर्राष्ट्रिय स्रोतका अनुसार अरबौं अमेरिकी डलर बराबरको आर्थिक र भौतिक क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। यो अनुमानमा भवन, सडक, स्कुल, अस्पताल, विद्यालय, कृषि क्षेत्र आदिको विनाश समावेश छ। नेपाल जस्तै कमजोर अर्थतन्त्र र राजनीतिक अस्थिरता रहेको मुलुक म्यानमारका जनता अहिले निकै समस्याको चपेटामा परेका छन्। भूकम्पको पूर्ण क्षतिको विवरण निकाल्न म्यानमार सरकार र अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरू, संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूलाई अझै केही दिन लाग्न सक्ने देखिन्छ। यस्तै नेपालमा पनि 2072 साल वैशाख 12 गते 11:56 पनि गोर्खा केन्द्रबिन्दु बनाएर 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा परि 8964 जना नेपालीको मृत्यु भएको थियो भने उक्त भूकम्पमा परि 22309 जना नेपाली घाइते भएका थिए। नेपालमा धेरै मानिसहरू विस्थापित भएका थिए। 72 सालको भूकम्पमा परेर 7 खर्ब रुपैयाँ लगभग 7 अर्ब अमेरिकी डलर बराबरको आर्थिक र भौतिक क्षति नेपालले बेहोर्नु परेको थियो। नेपालमा भूकम्प गएको 10 वर्षभन्दा बढी भइसक्यो, अझै पनि पुनर्निर्माणको कामले पूर्ण रूपमा पूर्णता पाएको छैन। त्यस्तै म्यानमारमा पनि भूकम्प गएको छ र भूकम्पको ठुलो मारमा रहेको म्यानमारलाई र त्यहाँका जनतालाई सहयोग गर्न, राहत दिन अथवा स्वास्थ्य उपचारमा सहयोग गर्न गत चैत्र 20 गते नेपाली सेनाले 22 सदस्यीय टोली म्यानमार पठाएको छ र त्यहाँ अहिले नेपाली सेनाले आफ्नो शिविर स्थापना गरेर म्यानमारका जनताहरूलाई स्वास्थ्य उपचारमा सहयोग गरिरहेको छ। घाइते उद्धार तथा राहतको काम नेपाली सेनाले अहिले गरिरहेको छ। यस्ता प्रकारका प्राकृतिक विपत्तिहरू कतिखेर आउँछ भन्ने कुरा हामी कसैलाई थाहा हुँदैन। अचानक भूकम्प आइहाले पनि त्यसबाट कसरी बच्न सकिन्छ र थप जनधनको क्षति हुनबाट कम कसरी गर्न सकिन्छ, आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरा सबैले थाहा पाइराख्नु जरुरी छ। आजको भिडियो यति नै। थ्याङ्क यू।